गाइस हामी सरप्राइज दिन आएको है यहाँ बर्थडे मनाउन आएको हो हाई पुकु दिस इज एली जोसेफ हामी चाहिँ अब यहाँ डेकोरेसन गर्नु थालेको हो यहाँ डेकोरेसन गर्ने हामी चाहिँ अब थाहा छैन गाइस एकछिन थाहा छैन गाइस मेरो दिदी सरप्राइज हुन्छ उता थाहा छैन हामी चाहिँ यति गरिरहेछ होप सरप्राइज हुन्छ भनेर गाइस अहिले चाहिँ यहाँ हामीले डेकोरेसन गर्दैछ भित्रबाट बलुन टाल्दैछ यहाँबाट चाहिँ मजाले चेपाउँदैछ हाम्रो जोसेफ दादाले चाहिँ यहाँ डेकोरेसन गर्दैछ अहिले चाहिँ हामी घर जाँदैछु सो मैले चाहिँ अहिले भिडियो किन बनाएको भन्दाखेरि एक्चुअली आई वाज थिङ्किङ कि म भोलिदेखिको भ्लग स्टार्ट गर्छु मतलब भोलिको दिनहरूको चाहिँ म भ्लग बनाउँछु भनेर तर मलाई अहिले अलिकति डाउट भयो नि त घरमा कि केही कुराहरू चल्दैछ सम्ठा मतलब केही कुराको डाउट भयो सो त्यही भएर चाहिँ मैले भ्लग स्टार्ट गरेको मलाई लाग्दैछ कि घरमा केही कुछ चलिरहेछ घरपन अन्त म तपाईँहरूलाई पनि देखाउने छु होइन अनि म अब यता बर्थडे सेलिब्रेट गर्नु आएको तर मलाई घरमा छिटो बोलाएको आइ गरेँ प्लस फेरि छ्यामाले पनि हल्का कुरा फुस्काइदिनु भयो होइन अनि त्यहाँदेखिको खुसी पनि लाग्दैछ अनि प्लस फेरि के हुने हो त्यो मलाई थाहा पनि छैन सो आइ एम गोइङ टु होम अनि तपाईँहरू पनि हेर्दै गर्नुहोस् होला बाई बाई my god, के दिएछु मैले त राख्छु भनेको चेक गर्न त ल नम्बर 1 2 गरेर यहाँबाट देख्दैछ कति हो भने सोध्न नम्बर कति हो 5 भयो कन्फर्म अनि मलाई केही पनि थाहा छैन मेरो आँखा यहाँ बन्द गरिसकेको छ कता हो क्यामेरा पनि मलाई थाहा छैन ओइ भनेको सबैजना भित्र सुन्दैछु नि मजाले उयो गरेन खोला पनि कराउँदैछ बाटो पनि सरप्राइज मै मेरो भाइ बहिनीहरू किन सरप्राइज दिएको यो हाम्रो 1 2 3 go Happy birthday to you Happy birthday to you Happy birthday dear Nana Happy birthday to you May God bless you May God bless you May God bless you Nana Happy birthday to you Happy long life to you Happy long life to you Happy long life to you Nana Happy birthday to you अरूलाई पनि देऊ न थ्याङ्क यू थ्याङ्क यू खाने खाऊ सबैजना यहाँबाट दाजु सुबास थ्याङ्क यू ओइ अघि हामीले त उयो खोलेर चाहिँ त्यस्तो भएको रहेछ नि थ्याङ्क यू भाइ अझै जानु ल हामीले अघि फोटो खिचेर यति सक्यो थ्याङ्क यू खाइसकिसक्यो हामीले नानाकोबाट भोलि ल सबैले ट्रिट It's my beautiful brother and sister. Thank you for everything, for this wonderful surprise. It's my pleasure, Nana. Wow. Hi, James.
ये क्या है? क्या है? हाँ? बेसु? अझै अर्को? 새벽에 찾아와 밤내 영화만 더 깊어져 나가네 그리 크지 않아 단지 Thank you for everything, my dear. 하루를 Hello everyone, अब हामी चाहिँ खाना खानु आँटेको. So जय मसी सबैजनालाई आज चाहिँ मेरो छोरीको बर्थडे अनि हामी खानाहरू बनाएर खानुको लागि तयारी छौँ तपाईँले हेरिदिनुहोस् होला के बनाउनु भयो आज मम्मी? आज बनाएको छ चिकन बनाएको छु सब्जी कर्ची मर्ची भुटेको अब यो पनि देखाइदिनु. चिकन फ्राई बस्केर खाऊँ हामी यहाँ देख्न सक्नुहुन्छ चिकन हो भन्नु चिकन चिकन हो. यो चाहिँ जेनुको पोको छ फ्राई यहाँ कर्ची मर्ची म सेक्वा हामी चाहिँ खाना आँटेको. ल हाम्रो भाइले फर्स्टमा ल टेस्ट गरेर भनिदिइहाल भाइ. छ हाम्रो खाना. बस्नु छिटो यी फ्राई गरेको मासु खाऊ के दिनु सबै चपारा दिनु भनेको सबै दिनु कहाँ बस्नु तिमी नाङ्ग्यो नाना दिनु The next day. हेलो गाइज वेलकम ब्याक टु माई च्यानल. अनि अहिले चाहिँ हामीहरू चर्च जानु आँटेको. सो यहाँ देख्न सक्नुहुन्छ यहाँ मम्मी छ यहाँ स्नेहा. अन्त आज चाहिँ म बर्थडे सेलिब्रेट गर्ने छु. अन्त चक्लेट पनि बाँड्नु हानु यहाँ चाहिँ बहिनी उभिरहेको छ. सो अहिले चाहिँ हामी गएको. कस्तो देख्दैछ मलाई प्लिज कमेन्ट डाउन. कस्तो दामी हावा चल्दैछ हौ यसरी. अहिले चाहिँ हामी चर्चमा छौँ. हेलो प्रभु हामी मण्डली मिलेर जति नै प्रभु दर्शक भेटिएको आज तपाईँको भवनले पनि आमा सुनकमा तोरीबारीमा हुनेछ है. आमाहरू सबै जाने र सम्मतिलाई अगाडि बढाउने र शुक्रबार हाम्रो 9 बजी प्रार्थना सम्मति हुन्छ र यसलाई सञ्चालन दयालु प्रभु परमेश्वर बुबा तपाईँको प्रिय पुत्र हाम्रो धार मुक्तिदाता प्रिय शिशुको नाउँमा तपाईँ परमेश्वर हामी धन्यवाद दिन्छौँ. मान्छेले ज्योतिको लागि उहाँको यतिको माया गर्नुपर्ने हुन्छ है जबरजस्ती. हालिदियो त कन्टिन्यू गरिरहेको छु. ब्लग हो मान्छे हजुर अस्तिको त्यो कपाल काटेको चाहिँ नहालेको तपाईँ त हो नि नहाल्नु भनेको. तपाईँ चाहिँ फोटो खिच्ने होइन कस्तो खाले हरामी मामाहरू चाहिँ मेरो. मोडल होइन तपाईँ आजको यहाँ मेरो ह्यान्डसम भाइहरू छ. मामाहरू भाइहरू ह्यान्डसम देखायो भने भ्युज आउँछ अरे हौ मेरोमा. ह्यान्डसमहरू देखाउनु पर्यो बढी आयो. के अरे भाइ सिङ्गल हो कि मिङ्गल हो भनिदिइहाल्नु न. म्यारिड अनि यहीँ पो राम्रो आउँदो रहेछ.
हेलो एभ्रिवान, अहिले चाहिँ हामीहरू बालुनहरू फुकेको फर द डेकोरेसन. सो म चाहिँ यहाँ डेकोरेसन गर्नुको लागि यहाँ बहिनीहरूसँग भाइसँग उयो गर्दैछु. हामी चाहिँ डेकोरेसन अनि पिङ्क र के भन्छ वाइट कलरको छ. सो डेकोरेसन कस्तो हुन्छ सो अहिले चाहिँ म मुख धोएर आएको. अब चाहिँ म रेडी हुन्छु एकछिनमा. सो हजुरहरूलाई म मेरो डेकोरेसनहरू गरेको देखाउँदैछु. सो दिस इज द सिम्पल वान. सिम्पल बनाएको यो चाहिँ मैले हल्का मेरो म र बहिनी मिलेर. अनि यो देख्न सक्नुहुँदैछ नि, यो चाहिँ मैले 5 years एगो यो मैले बनाएको. अहिले पनि स्टिल छ. यो जुन जसको पनि बर्थडेमा यो युज गर्छ क्या. सो अनि सो म रेडी हुन्छु. हेर्दै गर्नुहोस् त आगोको आउँछ के आउँछ भनेर ल. अनि यहाँदेखि तपाईँको त्यहाँ फेरि जिमरहरू छ यत्तिकै एकदम मान्छे भन्दा नि मोटो. सो म चाहिँ अहिले रेडी भइसकेको छु फर माई बर्थडे. अन्त अब हामी केक काट्ने. सो हामी चाहिँ वेट गर्दैछु माइजहरूको लागि. माइजहरू मलाई थुप्रैसँग बोलाउँछु नि त, अनि वेट गर्दैछु. सो अहिले चाहिँ म रेडी सेडी भइसक्यो. सो मलाई कस्तो देख्दैछ भनिदिनुहोस् होला. अनि यहाँ चाहिँ मेरो बहिनी रेडी हुनु आँटेको छ. अनि मेरो साथी रेडी भइसकेको छ. हेर्दै त रेडी भइसकेको छ. सो मेकअप गर्नु आँटेको छ. अन्त हामी चाहिँ ग्रिन भएको छौँ. सो को आएको छ म तपाईँलाई देखाउने छु ल. सो यहाँ चाहिँ मेरो मेमे हुनुहुन्छ. मेमे चाहिँ यहाँ चाहिँ मेरो मेमे हुनुहुन्छ. आइसक्नु भएको छ. अन्त आज कसको बर्थडे हो मेमे भनिदिनु त. तपाईँको को हो म? अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो बहिनी छ जेन्स. हेलो गाइस भनिदिनु. देख्यो तपाईँ पनि भन्नु हेलो गाइस भन्नु. बाई 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 भने. ल मम्मी रेडी हुनु त्यो कुर्ता लगाएर. मम्मी चाहिँ नानी जेन्स यता हेर्नुहोस्. नानाको आज कसको बर्थडे हो? नानाको बर्थडे. गरम भयो गरम. डेकोरेसन गरेको. अनि यहाँ चाहिँ मेरो माम हुनुहुन्छ बसिराख्नु भएको छ. जय मसी भनिदिनु. जय मसी भनिदिनु न कसको बर्थडे. मलाई कसो देख्दैछ भन्नु त. राम्री देख्दैछ. आज मेरो नातिनीको बर्थडे हो. अनि हामी पनि सबै भेला भएको छौँ बर्थडे विस गर्नुको लागि. स्विट मेरो आमा कति राम्रो छ हौ. देख्नुभयो होला मेरो आमा पुरा स्विट हुनुहुन्छ, बोल्नुहुन्छ मेरो आमा चाहिँ. तर मेमे चाहिँ जिस्केको गर्नुहुन्छ. तर मेरो मेमे धेरै राम्रो हुनुहुन्छ. खोइ हेरौँ अनुहार कतिको राम्रो देख्यो तिमी. ए यतिको चाहिँ हुनुपर्छ. यसको कपाल चाहिँ तर के हो रेडी. यहाँ चाहिँ हाम्रो मम्मीले लगाउनुहुँदैछ मङ्गलसूत्र. पापाले दिनुभएको गिफ्ट. मेरो साथी है हामी चाहिँ सेम भएको ग्रिन. मेरो आमा भोलि देखाउँछ त हौ. आमाले त अयो यहाँ मेरो मेमे हुनुहुन्छ. मेरो मेमे चाहिँ बुढा उयो छ बुढा नर्खटे. ल आउनु हुँदैछ. म तपाईँलाई देखाउने छु को आउनु हुँदैछ भनेर. हेलो वेलकम थ्याङ्क यू. जय मसी. राम्रो राम्रो बहिनीहरू. यहाँ फेरि यति राम्रो प्रिटी छ यो केटी. हेलो वेलकम हेलो हेलो राम्रो माइजू क्युटीहरू है. यता मुटु छ ठुलो क्युटी माइजू. माइजू बुच्चु माइजू मम्मी आम्मा. भेला भयो चाहिँ यति साह्रो हुन्छ हामीहरू चाहिँ. यहाँ हुनुहुन्छ मेरो चान्यु आमी. हेलो वेलकम. तपाईँले देख्न सक्नुहुन्छ यहाँ 2जनाबाट 80जना उत्पतन भइसकेकोहरू यत्रो उत्पत्ति भएको अरे. सानो पनि छैन 30जना फ्यामिली छ डम्मै. आउनु ल जाउँ उतापट्टि. जयमसी बाबु कस्तो ह्यान्डसम देखेर तपाईँलाई त. कतिजना छ धेरै छ.
हट्दैन नि रहेछ रुममा यसरी बर्थडे मनाउनका लागि अनि प्रभु यसरी हामी प्रार्थना गर्नका लागि अनि प्रभु हामी आएको छौँ परमेश्वर हाम्रो साथमा रहनु तपाईँलाई फेरि पनि आज प्रभु छोटो हामी बिन्ती प्रार्थना तपाईँलाई चढाउँदै सहायता Thank you, धन्यवाद. Thank you, बाबा. Thank you. फोटो खिच्दा फोटो खिच्दा क्यामेरा बेच्नु. Thank you, मम्मी. जलसे गर्दै आज बहिनीले गर्दै. Thank you. Thank you, boss. मेरो मम्मीले ल्याइदिनु भएको मम्मीको माया आउनु पऱ्यो ल आशीर्वाद पनि दिनु लगाइदिनु भएकोमा यहाँबाट गर्ला ब्लगमा
हाई हेलो गाइस हाम्रो ह्याप्पी बर्थडे सक्यो एउटा केक काट्नेलाई पनि देखाइदिनु मेरो छोरीको ह्याप्पी बर्थडे सक्यो मेरो ह्याप्पी बर्थडे आउँदैछ अब मेरो ह्याप्पी बर्थडे आउँदा चाहिँ राम्रो भ्लग बनाउनु पर्यो तपाईँहरूको लागि हेरिदिनुहोस् हेर्नुहोस् मात्रै ढिलाई मेरो छामा चाहिँ काम गर्छ तर बहुत काम गर्ने मान्छे हो मेरो छामा अघि यहाँ खोइ आइदियो नि त्यो टिपेर फटाफट हेर्नु सक्नुहुन्छ यी दिदी बहिनी त्यो प्लेट राख्नु ल त्यसमा भुजिया खानुपर्छ आलुदम खानुपर्छ नानी हो ल ल सबैलाई दिने ल दिनै ल काम गर्नै अब चाहिँ अब त मेरो त क्यामेरा त एनी टाइम नि आइज तर अब मम्मीले नि यता अम्मीले चसक खानु भएको पनि म हालिदिन्छु यता बाबा ढलक्क परेर ढल्केर खाएको म हालिदिन्छु आयो सबैजना हुँदा खुसी लाग्दो रहेछ वाह कति टाइम दिएको हो नि हौ कुरा हुँदैछ है फर्स्ट दाल बाबाकै बिहा खाने नि ल बाबु रेडी छ अरे आयो ब्लगरको मम्मी पऱ्यो नि त नि तिमी छुटो भयो पुरा यति मात्रै हो है म सक्दिनँ अरू केही पनि दिनु गाइस टी पार्टी बर्थडे पार्टी त्यस्तै दालमा बिहा गर्ने हेरेर दानेर के हालिदिनु यो के झरेको सबैजना हाम्रो एन्जोय हुन्छ सबैजना खाँदैछ के गर्नुभएको तपाईँले भर्खर बोलमै आयो यो जुस डेट फेल रहेछ है साथीहरू तर मैले मेरो बर्थडेमा यत्रोजनालाई डेट फेल भएको खिलाइदियो भुइँमा थियो नि बेलु तँ खाँदैन आमालाई दिनु पर्यो ख्याल दिँदैन कसले किनिदिनु भएको आशिषले मजाको तपाईँले दिनुभएको थ्याङ्क यू अघि एउटा हो नि अहिले छैन अझै माइजू देऊ न कार्डहरू अनि यो चाहिँ इयरिङ्स नेल पलिस चाहिँ मेरो मम्मीलाई ठिकै भयो थ्याङ्क यू दामी रहेछ थ्याङ्क यू माइजू धेरै धेरै धन्यवाद यो गिफ्ट चाहिँ मेरो ठुलो माइजू र एलीले दिनुभएको हो इग्नोर लेट्स गो के भेन्छ
हल्ला छ टिर्दैन कसैले के गर्नु छैन होला ठिकै उल्टै खोलेछ हेर्ने यहाँ मैले अब ठक्क देखाउँछु ल फर्स्ट चाहिँ मेरो भ्युवर्सहरूलाई बोतलमा खराइदियो त्यो पानीको 2 3 भाइ कस्तो राम्रो देखिरहेछ यो फोटो दामी तर अलिक यस्तो नकालेको ल यसो नि नानीको घाँटीमा र मेरो घाँटीमा त्यो मेरो बहिनीले दिएको थ्याङ्क यू देखाउँछ उसलाई वेलकम के गायो दामी दामी एउटै देखेको छ नि नानी ट्विन्स किसन मामाको बिहामा किसन मामाको बिहामा लाग्छ अब यो कामको लागि कसको भाइ हो सरप्राइज दिनु पर्यो बुच्ची माइजूले दिनुभएको धन्यवाद छ आफ्नै धन्यवाद छ बर्थडेहरू पनि सक्यो सबैजना जानुहुँदैछ बाई बाई सबैजना जानुहुँदैछ बर्थडे पनि सक्यो ब्यालुन पनि हरायो नानी बाई थ्याङ्क यू राम्रो जानुहोस् आइदिनु भयो धन्यवाद बाई बाई हेलो गाइस तपाईँ मेरो नानाको भ्लगमा तपाईँले लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई माइजूहरू राम्रो जानुहोस् धन्यवाद थ्याङ्क यू फर कमिङ वाउ बाई 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 गाइस हामीले त बेलुका बोलाएको बर्थडेमा हामी त केही पनि छैन फ्रीको बर्थडे खाएर चाहिँ लु मेरो खाना अब धन्यवाद बोलाएको भए त हामीले पनि ल्याउँथ्यो होला केक सकेर गएको घर हेरे देख्नुभयो त मेरो बहिनी पनि यसरी बोल्छ र साथीहरू बर्थडे पनि सक्यो के गर्नु यस्तै रहेछ यहाँ देख्नु सक्नुहुन्छ मेरो बर्थडेको गिफ्ट सक्यो अब सबै अब म लुगासुगा फेर्छु ओर्छु अनि त्यहाँदेखि चाहिँ यहाँ देख्नु सक्नुहुन्छ मेरो बर्थडे गिफ्ट इयररिङ्स मैले लगाइरहेको छु सो आजको बर्थडे पार्टी यस्तै भयो होइन अन्त आजको भ्लग चाहिँ म यतिमै एन्ड गर्नेछु सो थ्याङ्क यू फर वाचिङ एन्ड इफ यू गाइज लाइक माई भिडियो देन डू लाइक कमेन्ट शेयर सब्सक्राइब सो मिलते हैं नेक्स्ट ब्लॉग पर बाय बाय